नैने ताला भन्ने गीत आमाले सुन्नु भएको छ नैने ताला भन्ने गीत है नैने ताला अनि त्यसपछि झमझम परेली है त्यो गीत छ थाहा छ भने गाइदिनु है त कि ताली बजाउनुहोस् है हामीले त्यो चुप लगाएर अड्डाइदिन्छ सबैजना बुवा आमाहरू अनि सबैजना दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई हामी फेरि पनि यस वर्ष आएर तपाईँहरूको अगाडि प्रस्तुत गर्न पाएमा धेरै खुसी लागेको छ आशा छ फेरि पनि तपाईँहरूको सामु आएर यसरी प्रस्तुत गर्न पाऊँ है अनि तपाईँहरूलाई फेरि पनि अर्को वर्ष यसै गरेर भेट्न पाऊँ र अर्को वर्ष फेरि यस्तै गर्न आएको है अब आजको लागि हामी अन्तिम कार्यक्रममा आइसकेका छौँ र आजको हाम्रो टिममा हामी चाहिँ तपाईँहरूलाई थाहा छ पहिला जिटिआर भन्ने पल्टन थाहा छ तपाईँहरूलाई है अहिले चाहिँ केओजिएलआर भन्छ त्यहाँबाट हाम्रो पाइपर हाम्रो सापगुटी भाइहरू चाहिँ अहिलेको जिएलआर पहिलाको जिटिआर अहिले उहाँ आउनुभएको छ त्यस्तै गरेर पाइपमा हाम्रो सिग्नलबाट एकजना भाइ आउनुभएको छ है तपाईँहरू कुन पल्टनको हुनुहुन्छ पहिला फर्स्ट सेकेन्डको हो तपाईँहरू हाम्रो फर्स्ट सेकेन्ड कतै कोही छैन कोही पनि फर्स्ट सेकेन्डको अरू हाम्रो अरू लिङ्कको छैन हो त्यस्तै गरेर हाम्रो सिग्नलको गुरुजी आउनुभएको छ अनि अरू सबैजना चाहिँ हामी चाहिँ ब्यान्डको है पहिला तपाईँहरूको पालामा ब्रास ब्यान्ड भन्थ्यो नि त्यही चाहिँ ब्यान्ड हो है त्यस्तै गरेर पोहोर चाहिँ हाम्रोमा चाहिँ डाइरेक्टर अफ म्युजिक चाहिँ एस्टर माम हुनुहुन्थ्यो चिन्नुहुन्छ तपाईँहरूले कि बिर्सिनु भयो एकजना दिदी आउनु भएको थियो नि है हजुर अहिले चाहिँ हाम्रो चाहिँ उहाँको बदलीमा चाहिँ हाम्रो डाइरेक्टर अफ म्युजिक क्याप्टेन देव भेटन साहब आउनु भएको छ है हामी कार्यक्रममा आज छ र अन्तिममा चाहिँ यस अब हामी कार्यक्रमको अन्तिममा आइसकेको छ हामी चाहिँ हाम्रो ब्रिगेड अफ गोर्खासको मार्च भन्छ है सबै यो नेपाली शिविर चाल्यो है